हेलो है अब आजको मेरो नयाँ भिडियो ब्लग सुरु भयो है ओइ आज ल केटा हो आज हामी कहाँ हिँडेको रे आजको यात्रा हामी हिँड्दै जाउँ ओ आज घुमफिर हुँदैछ कोरिया हो आम्माम फुल फुल्ने सिजन जता हेऱ्यो त्यतै फुलै फुल फुलै फुल जोस हिजो आज घुमफिर गर्नको लागि चाहिँ कोरियामा बहुत रमाइलो छ हिजो आज चाहिँ एकदम घुम्ने सिजन हो फुलहरू फुलेकै छ जता हेऱ्यो त्यतै फुलै फुल छ जस हिजो आज चाहिँ मजा छ है शीतल पनि छ धेरै गर्मी पनि छैन धेरै चिसो पनि छैन हिजो आज चाहिँ एकदम रमाइलो छ सो साथीहरूसँग आज छुट्टी लिएर घुमफिर गर्नु आइयो दामी एकदम पार्क चाहिँ दामी छ फुल चाहिँ एकदम फुलेको छ हिजो आज फुलै संसार आँखैमा संसार ओइ को हो तिमी हेलो हेलो सोल्टी के छ चस्मा तल झऱ्यो त सोल्टीको सोल्टी ओ अर्को सोल्टीको के छ आज चाहिँ इलामेले ल्यायो है ल्यायो माने मैले तर यहाँ मान्छे घुम्ने ठाउँ चाहिँ होइन जस्तो छ होइन अफिस के होला तर पनि जस एकछिन त घुम्नु बस्नु त पाइयो नि त कोरियामा तर यस्तो हरियो यस्तो पार्कहरू यस्तो चाहिँ हुनुपर्छ होइन यो तर के को अफिस हो थाहा भएन हामी खतरा मान्छेहरू हो हामी ए जता भए पनि हामी स्वाटी चिर्ने हो के हस्पिटल हो जता भए पनि हामी स्वाट दामी छ सुचकजाङ भनेको के हो बुढा या उहरू गर्ने हैन र गाडी हो दामी छ बुढा जस यतिको चाहिँ हुनुपर्छ है छुछाजाङ होला छुछाजाङ पार्किङ स्थल नि माथि झरे कता यही हो माथि यो पार्किङ स्थलको चाहिँ गाडीहरू यहीँ छ उ तल पनि टन्नै रहेछ नि त घुम्ने ठाउँ रुखहरू छ होइन हो आज चाहिँ दामी गरी न गर्मी न जाडो घुमफिर एकदम दामी छ यो नि त यस्तो हो अब माइन्ड फ्रेस भइसक्यो अब दिमागले एकदम काम गर्छ है जिसी अब फुल भन्ने चिज चाहिँ साँच्चीकै फुलेको छ एकदम ठिक छ आज भोलि चाहिँ तुम्हारा मौसम क्या है तुम दिल की धड़कन है रहते हो अब यो पार्किङ एरिया नै यति राम्रो भएपछि भन्नु केही छ कसैको दुःखमन छ यहाँ फेरि यो अरू फुल्या हुँदैन थियो नि त तर यो पनि त दामी छ नि त सजाउनु जान्यो भने चाहिँ यस्तो ढुङ्गाहरू पनि सजावटै हुँदो रहेछ होइन
दामी गरी छ। केही समय पछाडि पार्कतिर कोरियाको जङ्गलतिर घुमफिर गरिँदैछ। त राम्रो ठाउँ छ, एकदम शीतल छ। बाँसघारीहरू फुलहरू नै जता हेऱ्यो उतै फुलै फुल फुलेको छ। दामी छ। यस यतिको चाहिँ हुनु पर्यो, तर मान्छे चाहिँ खासै छैनन् यो पार्क एरियामा। पार्क त तर दामी छ यतिको, एकदम सबै रुखहरूकोमा नयाँ पलुवा पलाएको छ, त्यही भएर पनि एकदम बस्न मस्त छ। अब यो ढुङ्गाहरूलाई हेरौँ न, जस रुखलाई चाहिँ अत्यधिक यहाँ चाहिँ माया गर्छन् होइन। हेरौँ न यो रुखलाई यस्तो दामी गरी सुरक्षा गरेका छन्। अब प्रत्येक ठाउँमा यो प्राय यो कोरियामा चाहिँ यो बोर्डहरू यस्तोहरू चाहिँ यो ढुङ्गा रोपेरै लेख्ने चलन छ। नेपालको पहिले चाहिँ यो लिम्बूहरूले पनि आफ्नो गाउँठाउँमा चाहिँ यस्तो ढुङ्गा रोप्ने चलन थियो। के यस्तो के समारोह एउटा के भएको टाइमको यहाँ पनि ठ्याक्कै त्यस्तै छ के। जाँदा पनि यस्तो यो मेन बोर्डहरू चाहिँ ढुङ्गामै रोप्ने चलन छ। सानो यो फुल चाहिँ एकदम कोरियाको एकदम चर्चित फुल रहेछ हौ। जता हेऱ्यो त्यतै यही फुल मात्रै छ। यहाँ धुपीहरू, यहाँ फुलहरू यस्तो छ। यो यता सबै अपार्टमेन्टहरू छ। यो धुप्पीहरू यो हिजोअस्ति यो साकुरा फुलेको टाइममा चाहिँ आउन पाइएन। यो साकुरा फुलेको टाइममा त झन् दामी हुन्थ्यो। के भन्नु, काम पनि गर्नु पर्यो, आफूले भनेको टाइममा अब निस्किनु पाइँदैन। त्यही भएर यस हरियाली चाहिँ एकदम दामी गरी हरियाली छ। अब जतै पनि यो ढुङ्गा रोपेको हुन्छ। यहाँ चाहिँ ठुलो ढुङ्गा चाहिँ यस्तो सजावट गरेर राख्ने अनि यहीँ बोर्ड लेख्ने चलन छ। अब नेपालमा पनि पहिले चाहिँ हाम्रो लिम्बू समुदायमा यो चाहिँ यो चलन थियो। दाजुभाइ छुट्दा वर्दा केही विशेष समारोह यस्तो ठुलो झै झगडा मिलाएपछि त्यसको सम्झनामा बोर्ड ढुङ्गामा लेखेर राख्ने चलन थियो। तर अहिले हटेर गयो। यहाँ चाहिँ छ है ग्रिन टी, कोरिया के ग्रिन टी हम लोग खाला है। लामा का केटा त्यतिको राम्रो राम्रो खानेकुराहरू हामीले खुवाउँदा पनि नि ठ्यास नगर कि तिमी। बाँसघारी त्यो झोलामा हाल न। ओइ एउटा यो झोलामा हाल न। तिमी आवेशमा नहौ त बुढा। ल अब जङ्गल घुमाइमा लाग्यो, अघि पार्कमा, अब चाहिँ जङ्गलमा। यो जङ्गलमा घुम्दा यो यस्तो खालको बाटो चाहिँ यो कोरियामा खुबै बनाउँछन् हौ। हो हिल
ए उसले हराउँछस् है। नामको ग्रिन टी रहेछ हौ यस, तर तिर्खा चाहिँ मजाले मेटाउने खालको ग्रिन टी रहेछ। औ यहाँ त इलामे तरुनी ल्याएर घुमाउने ठाउँ रहेछ नि। अब हामी बिहे गर्नेहरूले चाहिँ अब यसो बुढो त फोनमा पो रहेछ त अनि अहिले फोनमा बोल्दैछ। ए मान्छे त भन्दैछ त बुढा त आमा सकिने हो यार है। कहाँ नि यो अनि त उसको बिस्तारै बिस्तारै कुरोहरू आउँदैछ नि। बिस्तारै बिस्तारै सब पोल खोलिँदैछ। यस जङ्गल घुमाइ नयाँ अनुभव लिँदैछ। कोरियाको जङ्गल घुमाइ यस्तै छ जस, तर धेरै मजा आनन्द नेपालको जङ्गलमा। राम्रोसँग जानु पाए अन्य आयो रे बुढा। कहिले होइन अहिले होइन अब उरालो जाने नि किन रोडमा हिँड्ने हामी यो फोरेस्ट जङ्गल घुम्नु आउने मान्छेहरू रोडमा त हिँड्ने नै होइन नि। जङ्गल सकिएन र अब यता त यहाँ उठाउनु आउँदैन होला नि त गाडीमा बोकेर ठक्क यो चाहिँ नाइट घुम्नको लागि लाइटहरू पनि टक 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 टक। यो नाइटमा यो जङ्गल चाहिँ नाइट सफारी, नाइटमा पनि घुम्न पाइने जङ्गल रहेछ। त्यसको लागि चाहिँ यो ठक्क लाइटहरू, यो लाइटमा चाहिँ यस्तो यस्तोहरू निस्किन्छ बलेर त्यो देखाउँछ भन्नु खोजे हो कि। यसो जाउँ न। जङ्गल सफारी गर्दा गर्दा भोकले हाम झन्नै मऱ्यो। अब नान रोटी खाजा खाइन्छ। आज फेरि यहाँ हाम्रो साथीहरूको फुटबलको कार्यक्रम लिन्छ यो नेपाली होटलमा। यहाँ कार्यक्रम पनि छ। साथीहरू के गर्दैछन् माथि, मेरो चाहिँ एकदम भोक लाग्यो। यहाँ दुईजना हामी चाहिँ खाजा खान लागेको। ल खाउँ है। ल खाउँ। आज यतैतिर घुमफिर गरिँदैछ है। यस्तै छ अब घुमफिर गर्ने, खाने, बस्ने, रमाइलो छ।